यदि उसले मिसइन्फर्मेसन दियो भने त हाम्रै बेजत हुन्छ नि, नेपालकै बेजत हो नि। हामीले कुनै पनि काम गर्दा कि देशलाई माथि राखेर काम गर्नुपर्छ। तर राज्यले चाहिँ त्यो टुर गाइडलाई कस्तो सपोर्ट गर्छ? राज्यले हामीलाई अब अलिकति वास्ता गरेको जस्तो लागेन हामीलाई। खोइ त सरकार कहाँ छ त, होइन? सरकार हाम्रो लागि सरकार छैन। हाम्रो चाहिँ गाइडको धर्म भनेकै मिसइन्फर्मेसन नदिने, उनीहरूलाई चाहिँ नराम्रो बाटो नलाने, उनीहरूलाई चाहिँ राम्रोसँग केयर गर्ने, होइन? हामीले चाहिँ उनीहरू नेपालमा किन आएको त, के दिएर पठाउने, हाम्रो विचार हाम्रो हातमा हुन्छ कि। महिलाले कमाएपछि घरमा पनि राम्रै हुन्छ, किनभने उहाँको हस्बेन्डले पैसा दिनु परेन, उहाँले आफ्नै अनुसार खर्च गर्नु पायो। हाम्रो सरकारले पनि पर्यटनलाई चाहिँ अहिले पहिलो व्यवसायमा, होइन, पहिलो चाहिँ के उद्योगमा राख्नु पायो भने चाहिँ यो राम्रै हुन्छ। यो नमस्कार, म दिपेश राज शर्मा, पेसाले टुर गाइड। र आज हामी चाहिँ नेपालको पर्यटनसँग सम्बन्धित रहेर नेपालको पर्यटन प्रवर्धनको लागि के गर्नुपर्छ र आज टुर गाइड हाम्रो यसको भूमिका के हुन्छ त्यसको बारेमा केही छलफल गर्दैछौँ। र हामीमा आज चाहिँ हुनुहुन्छ विगत 2 दशकदेखि टुर गाइडको रूपमा कार्य गरिरहनु भएकी र हालै यो नेपालको टुरिस्ट गाइड एसोसिएसनको अध्यक्ष पदमा निर्वाचित हुनुभएको प्रभालक्ष्मी प्रधानज्यू हामी माझ हुनुहुन्छ। म दिदीलाई स्वागत गर्न चाहन्छु। स्वागत छ दिदी। धन्यवाद। विगत 2 दशकदेखि तपाईँ टुर गाइडमा हुनुहुन्छ र नेपालको परिप्रेक्ष्यमा कुरो गर्नुपर्दाखेरि महिलालाई एकदमै गाह्रो छ र महिला टुर गाइडको लागि तपाईँले निभाउनु भएको भूमिका सँगसँगै तपाईँले भोग्नु भएको कठिनाइ र तपाईँले पाउनु भएको अनुभव अलिकति सेयर गरिदिनुहोस् न। हुन्छ, धन्यवाद त्यसको लागि। म यो 2 दशकदेखि टुर गाइडमा फर्स्ट टाइम म जापानिज टुर गाइड थिएँ। त्यसपछि इङ्ग्लिस, चाइनिज आफूलाई। तपाईँले सुरु नै जापानिजबाट गर्नुभयो? सुरुमा जापानिजमा गरेको। मैले चाहिँ सुरुमा हामी यो टुर गाइडमा आउँदाखेरि त्यति महिलाहरू थिएन, महिलाहरूलाई गाह्रो पनि थियो, घरबाट निस्किन गाह्रो थियो। त्यसो भएर चाहिँ यो चाहिँ च्यालेन्जिङ। म चाहिँ यो एउटा इन्स्टिट्युट चलाउँथेँ, इन्स्टिट्युट। अनि त्यो इन्स्टिट्युटमा चाहिँ हामीले विभिन्न भाषाहरू पढाउँथेँ। त्यसपछि अब म पनि जापानिज पनि पढाउँथेँ, अनि इङ्ग्लिसहरू पनि पढाउँथेँ। त्यसपछि सरहरूलाई के भन्नु भने तपाईँ पनि जानुहोस् न टुर गाइड लिन भनेपछि अनि यो सुरुबाट यसरी भएको। सुरुमा त मलाई यो टाइम दिँदै गाह्रो भयो, होइन? लिन कति 5-6 दिनपछि मात्रै पुगेँ म त्यहाँ ट्रेनिङमा पनि, मेरो अलिक समयको अभावले। त्यसपछि चाहिँ अब बिस्तारै अब यसमै भिज्दै गयो। यसमा चाहिँ आफ्नो संस्कृतिबारे, आफ्नो देशको बारे, होइन, यो भन्नु पाउने भएर मलाई चाहिँ यो चाहिँ काम राम्रो लाग्यो। तपाईँ यो काममा खुसी हुनुहुन्छ अहिलेसम्म, होइन? म चाहिँ मेरो हकमा चाहिँ म खुसी नै छु। कहिलेकाहीँ बाधा अडचन भने आउँछ, कहिले नि अब हामी महिला हो, होइन, नेपाल हो हाम्रो, त्यही भएर चाहिँ हामीलाई कहिलेकाहीँ समस्या त नआउने होइन। कहिलेकाहीँ आफ्नो कहिलेकाहीँ फोजै हुन्छ, कहिलेकाहीँ केही हुन्छ, होइन? त्यो बेलामा चाहिँ यो आएर भन्ने भन्छ। तर भने तापनि अब आफ्नो काममा चाहिँ अजित भएर लागेको छु म चाहिँ। त्यसो भएर त्यो चाडबाडमा हुन्छ नि दिदी। अब इभन म पनि टुर गाइड, होइन, त मलाई पनि कहिलेकाहीँ कस्तो लाग्छ भने अब वर्षमा 1-2 चोटि आउने चाडबाडमा, होइन, हामी चाहिँ त्यो गाइड गर्नै व्यस्त हुने। अनि कहिलेकाहीँ मलाई कस्तो लाग्छ भनेदेखि अब यसैको लागि हामीले काम गरेर अब यसैलाई छोड्नु पर्दा चाहिँ गाह्रो जस्तो फिल त हुन्छ। अब तपाईँलाई कस्तो लाग्छ दिदी? गाह्रो त अवश्य गाह्रो हो, होइन? झन् हाम्रो नेवारी समाजमा हामीलाई त अब घरको काम मिलाएर महिला भयो, घरको काम मिलाउँदा अब अलि कुरा चाहिँ गर्छन्, तर मिलाएर जान्छौँ हामी चाहिँ। मिलाएर चाहिँ आफ्नो काम पनि गर्नु पऱ्यो यता, होइन? पूजा सकिदिएर अनि दिदी अझ तपाईँ त अझ एउटा बुहारीको भूमिकामा पनि हुनुहुन्छ, होइन? अनि त्यो बुहारी चाहिँ अब घरको चाडबाडमै नहुँदा तपाईँले भोग्नु परेको त्यो अब हुन्छ नि, अब आरोपै त नभनौँ तर घरबाट आउने त्यो जुन हुन्छ नि, यसमा चाहिँ मेरो हस्बेन्डलाई धेरै म धन्यवाद दिन्छु। उहाँले धेरै सपोर्ट गर्नुहुन्छ मलाई। अनि अब चाँडै पूजा सिद्ध्याएर भए पनि कसरी हुन्छ, अब यति टाइमसम्म चाहिँ छ भनेपछि उहाँले गर्नुहुन्छ। तर म धेरै चाहिँ कामै लिँदैन त्यसमा चाहिँ, तर हाफ डे यसो भए पनि लिने हो। तर परिवारमा अब जस्तै सासू ससुराले तपाईँलाई कहिले केही त्यस्तो केही त मेरो चाहिँ एउटा सासू ससुरा चाहिँ हुनुहुन्न, सुरु गर्दादेखि नै हुनुहुन्न। सरी त्यसको लागि, होइन? त्यसले पनि अलिकति तपाईँलाई श्रीमानको सपोर्ट राम्रो सपोर्ट उहाँले चाहिँ धेरै बुझ्नुहुन्छ। महिलाहरू चाहिँ अगाडि बढ्नुपर्छ भन्ने उहाँहरूको। म चाइनिज टुर गाइड पढ्दाखेरि उहाँको सपोर्ट, उहाँले चाहिँ चाइनिज पढ भनिरहेको
तर म त नगर्ने के भातसात पकाउनु पर्छ भनेर। तपाईँ जापानिजबाट चाइनिज पनि गर्नु, कतिवटा भाषा गर्नुहुन्छ तपाईँ? म इङ्ग्लिस अलिअलि, अनि जापानिज त गरिहाल्छु, अनि चाइनिज पनि गर्छु। तीनटा भाषा गर्नुहुन्छ, फ्लुएन्सी छ होइन? ठिकै हो, राम्रो पनि हो। त्यो गर्दाखेरि अब तपाईँ व्यस्तै भएर नि भयो। अनुभव चाहिँ भन्नुभयो होइन, अनुभव चाहिँ एउटा अब टिटो भने कि मिठो भन्ने एउटा चाहिँ अनुभव गर्छ। सुरुमा मैले काम गर्दाखेरि जापानिज काम गर्दा, जापानिज पढ्न साथ त सबैलाई आउँदैन, अनि सुरुमा मलाई काम दिन साथै सुरुको वर्डै नबुझ्यो कि, बुझेन है, नबुझेपछि चाहिँ मलाई खलखल पसिना आइसक्यो होइन। आएपछि चाहिँ पछि ठ्याक्क सम्झेको त्यो वर्ड हो, अनि जापानिजले चाहिँ भनेपछि अनि सर त्यहाँदेखि चाहिँ सुरु भयो कि। सुरुमा चाहिँ गाह्रै हुँदो रहेछ, सबैलाई गाह्रो हुँदो रहेछ चाहिँ। सुरुको आफूलाई भाषा होइन, अर्काको भाषा हो, बोल्न पनि गाह्रो, अनि त्यसपछि चाहिँ त्यहाँबाट चाहिँ अनि होस् यसरी बोल्नुपर्ने बिस्तारै सिक्दै गएँ। यो त्यही त दिदी, त्यो भन्छ नि होइन, साइकल चलाउँदाखेरि लडेन भने चाहिँ सिक्दैन रे साइकल होइन। त्यो लडे जस्तै भयो एकछिनलाई होइन। त डराउनु चाहिँ हुँदैन, आफूले चाहिँ नराम्रो चाहिँ गर्नु हुँदैन रहेछ। नराम्रो नगरेपछि, आफूले मिहिनेत गरेपछि त्यो चाहिँ हुँदो रहेछ। कन्टिन्यू त्यो चाहिँ होस् मेरो अनुभव। अब हाम्रो चाहिँ म एउटा सानो, हाम्रो चाहिँ म चाहिँ टुरगानको नाताले पनि, टुरगान अब भनेको 37 इयर्स भयो इस्टाब्लिस भएको न, 2046 श्रावण 22 गते स्थापना भएको। त्यसमा चाहिँ हाम्रो सुरुको टुरगानको अलिकति हिस्ट्री भनौँ, उहाँहरूले अब हाम्रो दाइहरूले भनेअनुसार सुरुमा चाहिँ यो दर्ता गर्नै गाह्रो थियो कि, त्यो बेला त अब शासन पनि अर्कै थियो होइन। दर्ता गर्ने, अनि बौद्धलाई आएपछि उहाँहरूले दर्ता सर्ता गरेर उहाँहरूले राम्रै गर्नुभएको रहेछ। पहिला उहाँले एउटा चाहिँ पढेहरूको एउटा चाहिँ संस्था चाहिन्छ भनेर, बुद्धिजीवी संस्था चाहिन्छ भनेर उहाँले स्थापना गर्नुभएको रहेछ। मलाई चाहिँ यो टुरगानमा किन आउनुभयो भन्दाखेरि टुरगान हामीलाई चाहिन्छ होइन, हामी पेसागत अनुसार चाहिँ हामीलाई चाहिन्छ। हामी भएन भने चाहिँ हामी को नि, हामीले गाइड अहिले पनि गर्छौँ, पछि पनि गर्छौँ, तर हामीलाई चिनाउने भनेको उसले हो क्या, संस्थाले हो, संस्थाले हो। हामी संस्थामा चाहिँ किन आबद्ध हुनुपर्छ, हाम्रो चाहिँ कहिलेकाहीँ हक हितको हुन्छ होइन, हक हितको लागि हामी आबद्ध हुनु। हामी एक्लैले भनेर कहिले पनि तेर्दैन, हामी संस्था मार्फत गर्ने अलिअलि सुन्ने काम गर्छ। म पनि त्यसमा अब लाइफ मेम्बर नै हो होइन। अनि त्यति भइरहँदा पनि अब मैले यसलाई, तपाईँले टुरगानको कुरो गरिहाल्नुभयो, मैले टुरगानलाई अब जोड्छु होइन। तपाईँले गाइड गर्नुभएको 2 दशक अगाडिदेखि, त्यो सुरुदेखि नै तपाईँ टुरगानको मेम्बर हुनुहुन्थ्यो कि पछि भन्नुभयो, एउटा कुरो भयो। अनि अर्को कुरो, जब तपाईँ त्यसको मेम्बर बनिसके पछाडि तपाईँले गाइड गरिरहनु भयो र अब तपाईँ त्यो संस्थाको प्रेसिडेन्टको रूपमा आउनु भएको छ होइन। अब तपाईँको भूमिका त अझै पनि होइन एकदमै ठुलो हुन्छ। अब त्यसलाई तपाईँले कसरी जोड्नु भएको छ? म चाहिँ सुरुको म पास आउट हुँदादेखि नै म मेम्बरै बनेको। पास आउट मलाई चाहिँ थाहा थियो कि संस्था भने चाहिन्छ है, कुनै पनि पेसामा लाग्दा संस्था भने चाहिन्छ भने। त्यहाँबाट म अनि 2 वर्ष कति पछि चाहिँ म कमिटमेन्ट बसेँ, सदस्यमा बसेँ। सदस्य मैले 4 चोटि त्यसको कार्य समितिकोमै 4 वर्ष 4 चोटि चाहिँ 4 चोटि, अनि वरिष्ठ उपाध्यक्ष एकचोटि भएपछि म अहिले प्रेसिडेन्टमा अब चाहिँ के गर्न सक्छु भनेर होइन, यो संस्थालाई मैले चाहिँ अलिकति बुझाएको छु भन्ने मात्र आएको, अरू त के भन्ने होइन। अब तपाईँले त्यो मेम्बर भएको हुनुभन्दा अगाडिको र सँगै अब प्रेसिडेन्ट हुँदाखेरि तपाईँले केही फरक पाउनुभयो वा के जिम्मेवारी अझै बढ्यो जस्तो फिल भयो? अब हामी चाहिँ नयाँ छौँ, जिम्मेवारी त बढिहाल्छ अवश्य नै, तर पनि हामी सदस्य हुँदा, हामी अरू पोस्टमा हुँदा हामीलाई त्यतिको अनुभव नहुने रहेछ क्या। जब चाहिँ हामी यो प्रेसिडेन्ट, अब चाहिँ मलाई अनुभव भयो, प्रेसिडेन्ट हुँदाखेरि यहाँबाट पनि यस्तो गर्न सकिने रहेछ, यहाँबाट आफूले चाहिँ धेरै सम्भावना देख्ने रहेछ। यो त सम्भावना नै हो होइन। यो चाहिँ अब मैले अब एउटा चाहिँ अठोरी ल्याएको छु कि यसमा चाहिँ मैले केही गरेर देखाउनै पर्छ। यो चाहिँ म कति 37 इयर्स पछि चाहिँ मैले आएको छ होइन, त्यो गरेर पहिलोचोटि हो यो, पहिलोचोटि टुरगानमै पहिलो इतिहास होइन। त्यो भएर नै म अलिकति लागेकै हो यसमा चाहिँ। म सुरुमा चाहिँ मलाई चाहिँ, तर चाहिँ मलाई चाहिँ यो सुरुमा लाग्दाखेरि नै संस्था चाहिन्छ, संस्थामा हामी लाग्नुपर्छ भन्दा अब यहाँसम्म चाहिँ अब पुग्यो। तपाईँलाई सुरुदेखि नै यो चाहिँ फिल थियो संस्था चाहिन्छ भन्ने कुरो। अब यो जोडिरहँदाखेरि अब मैले एउटा मौका पनि लिएँ, तपाईँलाई यो प्रेसिडेन्ट हुनुभएकोमा एकदमै धेरै धेरै बधाई छ, र सँगसँगै तपाईँको कार्यकाल सफल रहोस् र तपाईँले सोचेअनुसारको सबै कुरा चाहिँ पुरा होस् भन्ने शुभकामना पनि भयो। तपाईँको आशिष लागोस्। तर फेरि एज अ टुर गाइड मैले पनि तपाईँलाई साथ त दिन नै पर्छ होइन। अब हामी त सँगै मिलेर नै काम गर्छौँ। तर अब मेरो भोगाइमा चाहिँ कस्तो छ भन्दाखेरि
टुर गाइड त छ, मैले पनि तपाईँले भने जस्तै हामीलाई मैले चाहिँ यो पास आउट भएर लाइसेन्स लिएर लगत्तै चाहिँ टुर गाइडको मेम्बर भएको होइन, किनभने म कुरेँ। किन कुरेँ भन्दाखेरि त्यो बिचमा चाहिँ अलिकति टुर गाइडले एक्टिभिटी पनि अलिक चित्तबुत्तो गरिरहेको थिएन कि जस्तो पनि धेरैको गुनासो थियो। यति हुँदाहुँदै पनि तपाईँले भने जस्तै मैले पछि के फिल गरेँ भने संस्थागत रूपमा हामी जान सक्यौँ भने त्यो संस्थालाई चाहिँ बलियो पनि बनाउनुपर्छ र त्यो संस्थाले चाहिँ हामीलाई पछि सहयोग पनि गर्छ भन्ने हिसाबले, सहयोग इन अ सेन्स कि केही भइपरि आयो भने हामीसँग चाहिँ एउटा टिम रहनेछ भन्ने हिसाबले चाहिँ मैले मेम्बरसिप लिएँ। अनि लिइसकेपछि अब कन्टिन्यू त भइरहेछ। तर यो टुर गाइडमा अहिले देखिएको ठुलो चुनौतीको रूपमा चाहिँ तपाईँले केलाई लिनु भएको छ भन्ने एउटा यसमा चुनौती भनेको अब हाम्रो संस्थामा चाहिँ आर्थिक पक्ष नै हो। हाम्रो संस्थामा हामी त्यसलाई चाहिँ कसरी चाहिँ सफल बनाउने भनेर हामी लागेका छौँ अहिले। हाम्रो टिमै, हाम्रो सबै टिमहरू चाहिँ 100% राम्रो हुनुहुन्छ। उहाँहरू चाहिँ जुनै स्थितिमा पनि सहयोग गर्नुहुन्छ। अहिले पनि सही हाम्रो 2-4वटा प्रोग्राममा राम्रै अब सहयोग गर्नुभएको थियो उहाँले। हाम्रो फर्स्ट प्रोग्रामै एकदम सफल भएको ठाने मैले। त्यस भएरको लागि उनीहरू एकदमै सबल छन्। उनीहरू चाहिँ केही गरौँ, अहिले यङहरू पनि हुनुहुन्छ, केही गरौँ ल यो संस्थालाई कहाँबाट पैसा ल्याउने, कसरी ल्याउने उनीहरूलाई पनि पिर छ। त्यो भएर मलाई त अवश्य पिर लाग्ने भयो होइन, तर पनि उहाँलाई नै पिर भएको भएर अलिकति मलाई चाहिँ सास आएको छ भन्नुपर्छ। उहाँहरूले सबैको सपोर्टले गरेर म एकजनाले केही गर्न सक्दैन, तर हाम्रो टिमै राम्रो भएको भएर टिम वर्क नै राम्रो छ क्या अहिले। त्यो भएर चाहिँ उहाँहरूले कहाँ जानुपर्ने ल दिदी हामी छौँ भन्छौँ सबैले। त्यो चाहिँ मैले अहिले सजिलो पाएको छु। एउटा महिलाको नाताले पनि अहिले धेरै फोन आउँछ मलाई, ल दिदी हामीलाई पनि बोलाउनुहोस् है भन्ने त्यो चाहिँ पाएछौँ, धेरैको पाएछौँ कार्यक्रमको लागि। कुनैलाई के गर्नुपर्छ है मैले पनि है हामी पनि छौँ भनेर त्यो चाहिँ मलाई एकदम सपोर्टेड लागे जस्तो क्या। अब हामी चाहिँ टुर गाइड भनेपछि टुर गाइडहरूको हक हितको काम गरेपछि हामीले उहाँहरूलाई कसरी सबल बनाउने, कसरी सजिलो पार्ने होइन। हाम्रो चाहिँ मार्केटमा उनीहरूलाई कसरी सजिलो पार्ने, कुनैलाई अब ट्राभलले दुःख देला के हामी चाहिँ गएर यसो सम्झाएर हाम्रो चाहिँ बुद्धि विवेक प्रयोग गरेर हामी चाहिँ अब झगडा गरेर त हुँदैन त्यो कहिले पनि होइन। बुद्धि विवेक प्रयोग गरेर हामी चाहिँ सल्लाह गरेर नै हामी समाधान गर्ने हाम्रो चाहिँ ऊ छ क्या। त्यो भएर चाहिँ अब हाम्रो टुर गाइडहरूले पनि उहाँहरूले पनि के भन्छ समस्या ल्याउनु पऱ्यो। संस्था मात्रै भनेर हुँदैन, म मेम्बर छु भनेर भन्नु हुँदैन, समस्या ल्याउनु पऱ्यो। हामी समस्यामा जुझ्न हामी सबै तयार छौँ। हाम्रो टिम यति राम्रो छ कि उहाँहरू कोही के गर्ने कोही के गर्ने, त्यो भएर यो पेसागत पनि राम्रो छ उहाँहरूको आइडिया पनि धेरै राम्रो। त्यो भएर चाहिँ त्यसो हामीलाई अप्ठ्यारै मान्नु पऱ्यो, जसलाई भने पनि हुन्छ। तर मलाई डाइरेक्ट फोन गर्दा पनि केही थिएन, कोही समस्या भयो भने त्यहाँ हामी सजिलैसँग भन्नुपर्दाखेरि कसैलाई समस्या पऱ्यो भने समाधानको खोजी चाहिँ हामी गर्छौँ, त्यसलाई समन्वय गर्छौँ र सँगसँगै सम्बन्धित निकायसम्म चाहिँ हामी पुर्याउँछौँ र त्यसको समाधानको बाटो चाहिँ निकाल्छौँ भन्नुपर्यो हामीले होइन। समाधान त अब सानो समाधान हामी समाधानको बाटोमा त हामीले त समन्वय मात्र गर्ने हो। हाम्रो अब त्यो त्यसमा पनि पर्दैन होइन, हामी ब्रिजिङको रूपमा मात्र जान सक्छौँ भन्ने कुरा चाहिँ अब फेरि यो चाहिँ छ नि। अब हाम्रो चाहिँ इलिगल कामलाई हामी सपोर्ट गरेको एक्ज्याक्टली होइन। लिगललाई जुन जहाँ समस्या हो जति बेला भन्नुहोस् त्यो बेला हामी उपस्थित हुन्छौँ। प्र्याक्टिकल कुरो होइन, जुन चाहिँ व्यावहारिक हुनु पर्यो सबै। कुनैले चाहिँ अब उसले चाहिँ सामान चोर्या छ अरे हामी त्यसमा गएर होइन, त्यो चाहिँ इलिगल हामी सपोर्ट गर्छौँ। लिगल कुनै संस्थागत आउनुहोस् हामी ओके, हामी जहिले पनि वेलकम छ। जस्तै दिल्ली अघि भन्नुभयो नि ट्राभल एजेन्सीको कुराहरू, अब मैले पनि गाइड गरिरहेन हो, हामी पनि धेरै ट्राभल एजेन्सीसँग लिङ्क हुन्छौँ। अब त्यो अवस्थामा ट्राभल एजेन्सी र टुर गाइडको रोल चाहिँ के हुन्छ होला? अब जस्तै ट्राभल एजेन्सीलाई कसरी हामीले चाहिँ अब एउटा उसमा ल्याउने? उहाँहरू छ नि ट्राभल, अब हाम्रो नाटा छ ट्राभल एजेन्सीहरू, उहाँहरू पनि हामीसँग एकदम नजिकै छौँ। हाम्रो चाहिँ अब सिस्टर ऊ भयो होइन, सिस्टरै हाम्रो संस्था भएकोले हामी नजिक छौँ। उहाँहरूलाई हामी नभएको हुँदा हामीलाई उहाँहरू नभएको, नत्र कसरी काम गर्ने। त्यो भएर चाहिँ हामी चाहिँ एकदमै समन्वय गर्न तयार छौँ उहाँहरूसँग पनि। त्यो उहाँहरूसँग पनि उहाँहरूले चाहिँ धेरै सपोर्ट चाहिँ गर्नुभएको छ पहिला पनि, अहिले पनि सपोर्टको आशा गर्छु र उहाँहरूले सपोर्टै गर्नुहुन्छ। अब उहाँहरूको पनि अहिले चुनाव आए तापनि अब जो आए पनि एउटै काम गर्ने भएर चाहिँ हामी चाहिँ उहाँहरूलाई हामी पहल गर्छौँ, उहाँहरू चाहिँ मिलेर काम गर्छौँ र उहाँहरूले पनि धेरै सपोर्ट गर्नुहुन्छ हामीलाई। किनभने गाइड भनेको ट्राभल एजेन्सी अन्तर्गत रहने हो होइन। उहाँहरू प्रोग्राम ल्याउने हो, हामी चाहिँ अब के यो यहाँ नेपाल आएदेखि एयरपोर्टदेखि होइन
हामीले चाहिँ उहाँहरूको राम्रो सेवा गर्ने भएन गेस्टको। हामी चाहिँ एयरपोर्टमा एराइभल गर्छौँ, एराइभलबाट हाम्रो प्रोग्रामहरू सिद्ध्याएर बिदाई पनि हामी एयरपोर्टमै गर्छौँ। त्यो भएर चाहिँ हामीले चाहिँ गाइड भनेर चाहिँ लापरवाही चाहिँ गर्नुहुन्न होइन। धेरै अब हाम्रो साथीहरूको पनि हुन्छ, तर आफ्नो फाइदाको लागि, आफ्नो अलिकति सानोको फाइदाको लागि जहिले पनि राम्रो कुरा पनि गरेँ नराम्रो त्यो चाहिँ गर्नु। हाम्रो एकदम थाहा छैन भन्नु पऱ्यो। छ भने आफूलाई यसरी छ है भनेर चाहिँ राम्रो काम मात्र गर्दा राम्रो हुन्छ यसमा। किनभने नराम्रो काम गऱ्यो भने त हुँदैन। त्यही त दिदी, अब यो मलाई चाहिँ के लाग्छ भनेदेखि ट्राभल एजेन्सीको प्रतिष्ठा चाहिँ हामीसँगै जुडेको हुन्छ होइन। किन भन्दा एकचोटि ट्राभल एजेन्सीले चाहिँ क्लाइन्टलाई चाहिँ कन्भिन्स गराएर प्याकेज दिनुहुन्छ, अनि त्यो प्याकेजमा मेन रोल त हाम्रो हुन्छ नि होइन। अनि हामीले एयरपोर्टदेखि एयरपोर्टसम्मै होइन, हामी चाहिँ म चाहिँ त्यसरी भन्छु, एयरपोर्टदेखि एयरपोर्टसम्मै होइन हामीले नै सबै सेवा सुविधादेखि लिएर सबै इन्फर्मेसनदेखि लिएर एकदमै मेहनत गर्छौँ हामी। अनि त्यो मेहनत गरिसके पछाडि जुन अघि तपाईँले भन्नुभएको छ त्यो ट्राभल एजेन्सीसँग बिचमा कहिलेकाहीँ कुरा मिल्दैन नि, अनि त्यो अवस्थामा चाहिँ कसरी? यो धेरै त छैन, कुनै ट्राभल एजेन्सीले आफ्नो अन्डरमा राख्नु खोज्छ कि यो गर ऊ गर भनेर फोन गर्छ, त्यो चाहिँ अलि गर्नु चाहिँ राम्रो ठिक हुँदैन। उनीहरूलाई फ्रिली छोड्नुपर्छ कि, गाइडलाई पनि फ्रिली छोड्नुपर्छ। प्याकेजमा चाहिँ फ्लेक्सिबिलिटी हुनुपर्छ। अब कुनै बेला अब त्यो प्याकेजमा हुँदैन, उनीहरूले यो गर्छु भने गर्न नहुने कुरै हुँदैन भने सानो कुरा त थप्न पनि सकिन्छ होइन। अब लगानी गर्नुपर्ने भए चाहिँ थप्न सकिँदैन। उहाँहरूको अब प्याकेजमै छैन, प्याकेजमै उनीहरू एक्स्ट्रा कस्ट लाग्ने त थप्न सक्दैन, तर सानो कुराहरू चाहिँ अलिकति फ्लेक्सिबिलिटी दिनुपर्छ। हामीले त्यो आइटिनेरीमा फ्लेक्सिबल हुन पाउँछौँ होइन। त्यही भएर पनि मलाई पनि त्यही भएर ट्राभल एजेन्सीसँग काम गर्न सजिलो किन हुन्छ भने त्यो कुनै त हेरेर गर न भनिदिनुहुन्छ होइन। अनि त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्छ, किन भन्दा गेस्टहरू अब घुम्न आएको हो नि होइन, पढ्न आएको होइन यहाँ। अनि कहिलेकाहीँ उनीहरू त्यो आइटिनेरीभन्दा बाहिर जान खोज्नुहुन्छ, अनि त्यसको फ्लेक्सिबिलिटी त हामीलाई चाहिन्छ नै। त्यो नभइकन त अलिकति प्रोग्रामै राम्रो हुन्छ कि। अब गेस्टलाई अब उसले मन परेको एउटा हुन्छ, नगरेपछि त उसलाई त अलिकति रिस उठिहाल्छ, जसलाई पनि त्यो भएर चाहिँ अलिक फ्लेक्सिबिलिटी भयो भने चाहिँ अब धेरै त हामीले पनि दिनुहुन्न होइन। उहाँहरूको प्रोग्राम अनुसार काम गर्नु पर्यो, तर पनि हामीले चाहिँ अलिकति फ्लेक्सिबल भएर उहाँहरूले दिएको हामीले चाहिँ इमान्दारीपूर्वक काम गऱ्यो भने त्यति गाह्रो त हुँदैन। त्यसमा त गाह्रो मलाई पनि लाग्दैन होइन। तर अहिले आइरहेको अलिकति गुनासोहरू कस्तो गुनासो भनेदेखि कुनै ट्राभल वा कुनै अब एफआइटीहरू हुनसक्छ होइन, उहाँहरूले चाहिँ के कहिले गाडी लिएर आउनुहुन्छ, आइदर ट्याक्सी हो कोही, अनि ट्याक्सी ड्राइभर वा त्यो ट्राभलकै कोही मान्छे जोसँग लाइसेन्स छैन उहाँले चाहिँ घुमाइदिनुहुन्छ भन्ने एउटा जुन कम्प्लेन आइरहेको छ नि, त्यसलाई चाहिँ कसरी हामीले सल्भ गर्ने होला? होइन, त्यो चाहिँ कम्प्लेन सबैको छ, तर हाम्रो ट्राभल एजेन्सीको सरहरूलाई के भन्नु भने उहाँलाई चाहिँ पठाउनै हुँदैन, किनभने हामी चाहिँ कल्चर हेरिटेज साइट, यदि उसले मिसइन्फर्मेसन दियो भने त हाम्रै बेजत हुन्छ नि, नेपालकै बेजत हो नि। हामीले कुनै पनि काम गर्दा कि देशलाई माथि राखेर काम गर्नुपर्छ। देशभर जब देशलाई माथि राखेर काम गर्छ नि तब मात्र हामी अलि बन्छ जस्तो लाग्छ नि। त्यो भएर चाहिँ उहाँहरूले त्यो गर्नै हुँदैन एउटा कुरा। यदि उहाँलाई समस्या छ भनेपछि हाम्रो टुर गाइड छ, उहाँहरू सम्पर्क गर्न सक्नुहुन्छ। जति पनि गाइड हामी उपलब्ध गराउन सक्छौँ। हामीले चाहिँ होइन जति पनि हाम्रो चाहिँ 846 गाइडहरू छौँ अहिले, यसमा चाहिँ 500-600 त हाम्रो लिस्टेड टुर गाइडमा लिस्ट 500-600 त मेरो विचारमा 500 चाहिँ हामी चाहिँ एक्टिभै छ जस्तो लाग्छ। त्यो भएर उहाँलाई गाइडै नपाउने समस्या हुँदैन होइन। उहाँले अब अलिकति के यो नजिक सजिलोको लागि होइन अलिक सस्तो खोज्नु भयो भने चाहिँ लोकल गाइडहरू छ उहाँलाई युज गर्नुभयो हुन्छ, तर ड्राइभरै पठाउने चाहिँ त्यो त राम्रो होइन। त्यो चाहिँ राम्रै भन्न खोजेको चाहिँ त्यो ड्राइभर त एफआइटीले डाइरेक्ट कहीँबाट आउँछ होइन, अनि उसले ड्राइभरसँग कन्ट्याक्ट गर्छ, जस्तै यहाँ भक्तपुर घुम्न जाने हो भन्छ। अनि त्यो ड्राइभर चाहिँ हाम्रो अहिले कस्तो छ भने जुन गाडीले ल्याउँछ उहाँलाई के लाग्छ भने मैले भक्तपुर चिनेको छु, मै लग्न सक्छु। अनि हजुरले भन्नुभयो जस्तै त्यो ड्राइभरलाई पनि अलिकति लोभ लाग्दो रहेछ क्या, मैले घुमाइदिएँ भने मलाई अलिकति बढी पैसा दिन्छ कि, यसै पनि मैले कुर्नु छ, म पनि सँगै जान्छु भनेर जाने रहेछ। अनि त्यो अवस्थामा चाहिँ अब त्यो कसरी त्यसलाई चाहिँ अब डिस्करेज गर्ने भन्ने? अब यसमा चाहिँ मैले के विचार गरेको छु भने त्यो हाम्रो प्रत्येक काउन्टरमा होइन हामी चाहिँ गाइडसँग घुम्नुहोस् भनेर राख्दाखेरि ठिक होला जस्तो, किनभने त्यो नभए पनि होइन त्यो चाहिँ राख्नुपर्छ जस्तो लाग्छ क्या। त्यस्तोलाई चाहिँ त्यो गर्नु पर्यो, तर अब कुनै चाहिँ त्यस्तो अब कन्ट्रोल गर्न सक्दैन होइन। काउन्टरमा त्यो राखिदियो भने होइन तपाईँहरू घुम्न चाहने गाइड विथ गाइड भनेर लेखिदियो भने अनि त्यो भएर चाहिँ उनीहरू अलिकति उनीहरूले विचार गर्छ होला।
कुनै कुनै चाहिँ कस्तो भने भक्तपुरमा त अर्थात् महँगो छ नि, कुनै कुनै चाहिँ 2000 के तिर्ने भन्छ कि। तर मैले चाहिँ सुरुमै बुझाउँछु यो पैसा तपाईँहरूको यो चाहिँ त्यसको लागि हाम्रो चाहिँ यो चाहिँ मन्दिर बनाउन, बाटो बनाउन, यो हेरिटेज साइटमा युज हुने भएर यो पैसा लिएको हो भनेर सुरुमै भनेपछि उनीहरू एकदम खुसी हुन्छ क्या। ओहो हाम्रो पैसा चाहिँ होइन, हाम्रो पैसा चाहिँ यसरी युज हुने रहेछ, एकदम राम्रो रहेछ। अब भक्तपुरमै हामी भएको हामी थाहा छ नि अलिअलि, त्यो भएर चाहिँ हामी चाहिँ भक्तपुरबारे चाहिँ अलिकति उ गरेर लाग्छ हामी। मैले चाहिँ मलाई पनि त्यो लाग्दैन होइन, त्यो पैसा चाहिँ इन्ट्रान्स चाहिँ ठुलो होइन, तर एउटा यो सिस्टम। तर अब अघि दिदीले भन्नुभएको जस्तै अब हामीले चाहिँ अब राज्यको कुरो गर्ने, देशको कुरो गर्ने, त्यही भएर हामीलाई यो इन्फर्मल एम्बेसेडर होइन, अघोषित रूपमै हामीलाई चाहिँ राजदूत बनिरहेछ होइन। तर यति भइरहँदाखेरि टुर गाइडको लागि राज्यले दिइरहेको सुविधा, अनि जस्तै अब टुरगानमा अब टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल भनेको छ, तर राज्यले चाहिँ त्यो टुरगानलाई कस्तो सपोर्ट गर्छ र गरेको छैन भने नि अब कसरी सपोर्ट गराउन लाउने, त्यसलाई के सोच्नु भएको छ भन्ने कुरा हो मेरो त। यसमा चाहिँ सोच्नै पर्ने छ यो चाहिँ हामीले होइन, किनभने राज्यले हामीलाई अब अलिकति वास्तै गरेको जस्तो लाग्यो हामीलाई। किनभने हामीले यो भूकम्पमा हामीले हेऱ्यौँ होइन, भूकम्प हामीले यो कोरोनामा हामी 3 वर्ष काम नगरे, खोइ त सरकार कहाँ छ त होइन, सरकार हाम्रो लागि सरकार छैन, हाम्रो लागि खोइ न कहाँबाट के आयो हामीलाई, खोइ त त्यत्रो गाइडहरूलाई कुनै अब सबैको दुःख छ नि, यसमै पेसामा लाग्नुपर्ने सबै जेरै हो नि, त्यो बेला कामै थिएन। त्यो बेलामा चाहिँ सरकारले गर्नु भएन होइन, नगर्यो भने सरकारले त यो विचार गर्नै पर्छ, यो गाइडहरू पनि छ है भनेर विचार गर्नुपर्छ। त्यो सरकारले गर्न नभएकोमा अब मलाई लागिरहेको कुरा है, मलाई त्यो बेला पनि अलिक खड्केको त थियो, तर टुरगान पनि त्यहाँ नपुगेको हो कि पुगेर पनि वास्तै नगरेको हो? टुरगान चाहिँ पुगेको छ एक दुईचोटि, हाम्रो सरकारमा नभएको होइन, हामीले पहल पनि गरेका छौँ होइन। तर पहल गरे पनि कहाँबाट लिङ्क नमिल्ने रहेछ अलिकति अब उहाँहरूले अब सुन्न नखोजे हो कि सुन्न नचाहेको कि म यो टुर गाइडको महत्त्व नबुझे हो कि थाहा लाग्यो। त्यो चाहिँ महत्त्वै नबुझे जस्तो लाग्यो होइन। टुर गाइड भनेको त हामी त अब प्रत्येक ठाउँको होइन, हिमालको बारे होइन, हाम्रो वर्ल्ड हेरिटेजको बारे हामी ब्रिफिङ गरेर उहाँहरूलाई चाहिँ कसरी हुन्छ यो यसबारे चिनाएर लानुपर्ने, त्यसरी चाहिँ हामी जिम्मेवारी लिएर दिन्छौँ नि होइन। त्यो भएर चाहिँ उहाँहरूले चाहिँ बुझ्नै पर्छ, यो सरकारले चाहिँ बुझ्नै पर्ने कुरा छ यो। वाइ टुर गाइड इन नेपाल भनेर उहाँहरूले चाहिँ यसरी उहाँहरूलाई अब हामी पनि पहल गर्छौँ, अब हाम्रो पालामा पहल गर्छौँ। अब त दिदीको पाला छ होइन, अब हामी पनि सहयोग त गर्छौँ दिदी तपाईँलाई होइन, तर होइन सहयोग त गर्नुपर्छ। यो चाहिँ ग्याप अझै पनि छ जस्तो लाग्छ है। छ निकै छ, किनभने हाम्रो त्यहाँ मान्छे नभएको, न हामी नभएको होइन। अब त्यो चाहिँ कसरी ग्याप भएको अब अहिलेको सरकारले सुन्ला जस्तो अहिलेको यस्तो हो दिदी। मलाई चाहिँ के लाग्छ भने अब मान्छे नभएको भन्नुभयो होइन, अब मान्छे भएन भने काम हुँदैन भने त सरकारको औचित्य नै छैन भन्छु म होइन। तर अब त्यसलाई कसरी नीतिगत रूपमा कसरी अगाडि लान सकिन्छ त्यसमा केही सोच्नु भएको छ? हामी चाहिँ नीतिगत रूपमा चाहिँ हामी जानै अब हाम्रो मन्त्रालयमा हामी जाँदैछौँ हाम्रो होइन, 3-4वटा हामी चाहिँ अलिकति चेन्जै गर्नुपर्ने छ। हजुर। अनि त्यो भएर चाहिँ यसमा चाहिँ अब हामी चाहिँ पहल गर्छौँ, नहुने होइन, सबै संस्थाहरू लिएर अब तपाईँ जस्तो मान्छे लिएर हामी जान्छौँ। जाँदाखेरि अब तपाईँ पनि आउनु पर्यो सहयोग गरेर होइन, कसरी जाने अब हामी चाहिँ जहिले तयार छ त्यो चाहिँ गर्नुपर्छ। किनभने म एक्लैले त मेरो उसले त सक्दैन होइन, हामी सबै मिलेर जाने। सबैको एउटै समस्या हो टुर गाइडको होइन, टुर गाइडको समस्या भएकोले हामी सबै मिलेर जाँदाखेरि उहाँहरूले पनि सुन्नुहुन्छ होला अब चाहिँ होइन, उहाँहरूलाई पनि अब किनभने हामीलाई त टुरिस्ट बढाउनु छ यसपालि, टुरिस्टको होइन, उहाँहरूको पनि यो एनटिभीको मेन एम है टुरिस्ट बढाउनु, कसरी चाहिँ नेपाललाई चिनाउनु छ होइन। त्यो ठिक हो दिदी, त मलाई लागिरह्यो अब टुरिस्ट बढाउने भनिरहेछ होइन, टुरिस्ट बढाएर मात्र पनि हुँदैन जस्तो लाग्छ मलाई। क्वालिटी टुरिज्म चाहिँ कसरी इन्हान्स गर्ने भन्ने कुरा पनि अब राज्यले सोचेको छ कि छैन होइन, सोच्नु चाहिँ पर्छ होइन। तर क्वालिटी टुरिज्म भनेर हाम्रो चाहिँ सरकारले नियम चाहिँ बनाइदिनुपर्छ, टुर गाइडले यति गर्ने, अरूले यति गर्ने, यसरी गर्ने भन्ने नियम बनाइदियो त्यो वर्क डिभिजन गरिदिनु पर्यो। वर्क डिभिजन भयो भने सजिलो। हामीलाई त्यो भयो भने के हुन्छ भने सरकारले कुरा नमान्ने कुरै हुँदैन। त्यो सरकार चाहिँ अलिकति स्ट्रिक्ट भइदियो भने, अलिकति राम्रो नियम ल्याएर स्ट्रिक्ट भइदियो भने त्यो चाहिँ राम्रै हुन्छ हामीलाई। अब यो स्ट्रिक्ट भन्दा मलाई चाहिँ कस्तो लाग्छ भने अब स्कुलबाट आएको हामी पनि होइन, स्कुलमा पढ्दाखेरि एउटा नियम थियो, स्ट्रिक्ट नै थियो एकदमै होइन। त्यसपछि कलेज गयौँ हामी, कलेजपछि गएपछि अलिकति फरकमा पायौँ,
त्यसपछि हामी युनिभर्सिटी गयौँ, अझै फरक पायौँ होइन। अब त्यो चाहिँ आफ्नो ठाउँमा चाहिँ कति स्ट्रिक्ट हुने भन्ने त छँदैछ, तर अब टुरिज्ममा चाहिँ सरकारले स्ट्रिक्ट नियम कस्तो ल्याउनुपर्छ होला दिदी? स्ट्रिक्ट नियम भन्नाले उहाँले चाहिँ आएको टुरिस्टलाई होइन, अब आइसकेपछि उहाँहरूले चाहिँ कहीँ अप्ठ्यारो नगरिकन कसरी चाहिँ अब बाटोको ठाउँमा बाटो भयो होइन सजिलो गर्ने, अब हाम्रो ट्रेकिङको ठाउँमा ट्रेकिङ सजिलो गर्ने होइन, हाम्रो टुरको ठाउँमा टुरको सजिलो गर्ने, त्यस्तो हो कि स्ट्रिक्ट भनेर उहाँले कन्ट्रोलै गर्ने। त्यही त नियमलाई चाहिँ अलिक फ्लेक्सिबल हुनु पर्यो अनि त्यो वर्क डिभिजन चाहिँ हाम्रो सानो देशमा त तपाईँको नियम लागु गर्नु त्यति गाह्रो जस्तो लाग्दैन, किनभने अब हाम्रो नजिकको देश चाइनामा हामी जाँदाखेरि होइन उहाँहरूले त्यत्रो देशलाई कसरी कन्ट्रोल गर्यो भने त्यो चाहिँ मलाई विचार लाग्छ कि पुगेन। अनि त्यो त्यसमा चाहिँ हाम्रो एउटा चाहिँ घटना घटेको थियो कि त्यहाँ गाडी चढ्दाखेरि चाहिँ कार्ड युज गर्नुपर्ने छ होइन, एकचोटि जाँदाखेरि छुवाउनु पर्ने, एकचोटि फेरि उसलाई छुवाउनु पर्ने एकचोटि, अनि अलि बाटो भएर अनि बाटो भएर एकचोटि नछुवाउनु चाहिँ धेरै पैसा जान्छ भनेर, अनि त्यसपछि ठ्याक्क डबल कि त्योबाट काट्छ, त्यो भएर चाहिँ उनीहरू त्यसरी नियम बनायो। त्यस्तो नियम के हो, त्यस्तो नियम भएपछि हामीले कन्ट्रोल गर्नै पर्दैन कि ठिक हो होइन, हामीले चाहिँ केही गर्नै पर्दैन, आफै कन्ट्रोल हुन्छ। सिस्टममा सिस्टम चाहियो। अब अहिले टेक्नोलोजी सबै हातमा छ, त्यो सिस्टम त आफ्नो ठाउँमा छ। अब एउटा मलाई एकदमै मनमा लागिरहेको कुरा चाहिँ अब म पनि टुर गाइड होइन, अनि मेरो रोल चाहिँ कति हो भन्ने कुरो त अब थाहा त छ मलाई होइन, तर त्यो थाहा भएर पनि मैले चाहिँ त्यो मेरो रोललाई पुरा गर्न नसक्ने अवस्था आउँछ कहिले होइन, कहिले त्यो रोल बढी भए जस्तो फिल हुन्छ। अब त्यसमा टुर गाइडको रोल चाहिँ के हुनुपर्छ जस्तो लाग्छ दिदी तपाईँलाई? टुर गाइडको रोल भन्दाखेरि हामीले चाहिँ यो छ नि के अरे मिस इन्फर्मेसन दिनु भएन सबभन्दा ठुलो। इन्फर्मेसन चाहिँ हामीले सही दिनु पर्यो, बरु जानेन भने म सोधेर गरौँला भन्नु, सबै कुरा जानिँदैन मान्छे हो होइन, सबै कुरा गाइड भन्ने बित्तिकै सबै कुरा जान्ने कुरा होइन। यदि मसँग ऊ भएन भने चाहिँ हामीले चाहिँ मेरो सरलाई सोधेर हुन्छ कि किताब पढेर हुन्छ कि भोलि भन्छु भनेर हुन्छ कि, किन गेस्ट पनि त्यसो नमान्ने त हुँदैन कि कुनै गेस्टले त हामीले यो किताब पढ है तिमीलाई चाहिँ आवश्यक छ पनि भन्नु जान्छन् होइन। त्यो भएर चाहिँ यसमा चाहिँ हामीले सबभन्दा ठुलो कुरा एकदम पोजिटिभ दिनु पऱ्यो कि गेस्टले यस्तो गर्यो उस्तो गर्यो त्यो भन्नु भएन। हामी चाहिँ जुनै गेस्ट पनि इन्डियन हो चाइनिज हो जुनै गेस्ट पनि एकदम सत्कारपूर्वक हामीले गऱ्यो भने हामीले त्यो चाहिँ समस्या नहोला जस्तो छ होइन। हाम्रो चाहिँ गाइडको धर्म भनेकै मिसइन्फर्मेसन नदिने, उनीहरूलाई चाहिँ नराम्रो बाटो नलाने, उनीहरूले चाहिँ राम्रोसँग केयर गर्ने होइन। हामीले चाहिँ उनीहरू नेपालमा किन आएको त के दिएर पठाउने, हाम्रो विचार हाम्रो हातमा हुन्छ कि त्यो के दिएर पठाउने, राम्रो दिएर पठाउने कि नराम्रो दिएर पठाउने होइन। कुनै चाहिँ 1-2% चाहिँ राम्रो गर्दा पनि नराम्रो भन्ने हुन्छ होइन, तर त्यो भने कि हामीले चाहिँ राम्रो गर्दा पनि नराम्रो हुन्छ, हाम्रो गल्ती होइन त्यो चाहिँ। त्यो भएर चाहिँ हामीले चाहिँ सकेसम्म हाम्रो गाइड के गेस्टहरूलाई चाहिँ हाम्रो देउटा हानेर हामीले चाहिँ देउता हानेर हामीले व्यवहार गऱ्यो भने त्यति चाहिँ राम्रै हुन्छ कि। हामीलाई चाहिँ अहिलेसम्म टुर गाइडहरूलाई राम्रै भएछ जस्तो लाग्छ, धेरै जसो हाम्रो सिनियर गाइडहरू पनि उहाँहरू इस्टाब्लिस हुनुभएको छ होइन। हाम्रो पनि अब अलिअलि हामी पनि इस्टाब्लिस भयो भन्नु पर्यो, डेडिकेटेड गाइड यसमै लाग्छु भन्नेलाई चाहिँ समस्या छैन, कहिले उता कहिले जानेहरूलाई त अब त्यो के भन्ने हामीले, तर डेडिकेटेड भएर लाग्यो भने यो पेसा जस्तो राम्रो अरू चाहिँ छैन जस्तो लाग्छ मलाई। किन फ्रिली हामीले काम गर्नु पाएछौँ, आफ्नो देशको बारे भन्न पाएछौँ, आफ्नो संस्कृतिबारे हामीले युज गर्नु पाएछौँ। अब नेवारी भएर हामी नेवारी कल्चर हामी कति मजाले भन्छौँ होइन, आफ्नो बारे आफ्नो प्राउडली हामी भन्छौँ। त्यही भएर हाम्रो संस्कृति अरू अब गुरुङको भयो त्यसै राम्रो छ, मगरको भयो होइन, हाम्रो अब पोखरामा गयौँ गुरुङको हामी भन्छौँ। त्यो भएर चाहिँ हाम्रो संस्कृति नै के सानो देश पनि विविधता धेरै भएको देश होइन। त्यो भएर पनि यो देशलाई कसरी कुन दिशातिर लाने कसरी लाने भनेको हाम्रै हातमा हुन्छ भन्नुपर्छ मात्रै होइन। हाम्रो हातमा चाहिँ अब हामीले भनेको अब हामीसँग 10 दिन 12 दिन बसेपछि त उसलाई चाहिँ हामीले भनेको विश्वास लाग्छ नि, तर त्यो भएर चाहिँ मिस इन्फर्मेसन दिनै हुँदैन यसमा त, मलाई त्यस्तो लाग्छ। अब दिदी अब तपाईँ टुर गाइडको प्रेसिडेन्ट हुनुभएको छ होइन, अब हामी पनि अलिकति बढी आशावादी भएको छौँ, किन भन्दाखेरि अब पहिलो नेतृत्व महिला नेतृत्वमा छ टुर गाइड अहिले, त्यसको लागि केही कार्ययोजना बनाउनु भएको छ तपाईँले दिदी? होइन कार्ययोजना 1 वर्षमा यो गर्छु त्यो गर्छु केही बनाउनु भएको छ वा के छ? कार्ययोजना त हामीले बनाएकै छौँ, नभएको होइन। हामीले चाहिँ कसरी चाहिँ गाइडलाई ऊ गर्ने, हामी चाहिँ के अरे बढी चाहिँ नलेज दिने, हामी त्यो एउटा हाम्रो त उसमै कार्ययोजना पर्छ।
गाइडको हक हितमा कसरी जाने हामी होइन गाइडलाई कसरी चाहिँ हामी माथि उठाउन सकिन्छ, कसरी योभन्दा पनि माथि उठाउनु कुन कुन पहल गर्नुपर्छ हाम्रोमा भयो। हाम्रो चाहिँ यो अब समयले साथ दियो भने हाम्रो पालामा चाहिँ एउटा इन्टरनेसनल टुर गाइड हामी सम्मेलन गर्छौँ, त्यो भए कन्फरेन्स गर्छौँ हामी। अब त्यसमा चाहिँ हामी यसपालि त होइन, अब हामी चाहिँ अहिलेदेखि लागिरहेको छ त्यसमा चाहिँ, त्यो पनि गर्छौँ। हाम्रो अरू भन्नाले गाइडलाई कसरी सहज बनाउने, हामी सहज कसरी बनाउने, प्रब्लम कहाँबाट आउँछ त्यो सबैलाई चाहिँ कसरी सल्भ गर्ने, हामी चाहिँ सहजीकरणतिर लाग्छौँ धेरै। अब अलिकति मलाई दिदी अब आज फेरि पनि त्यसैमा आएँ म होइन, महिला गाइडलाई चाहिँ अब प्रोत्साहनको लागि अब अहिले फिल्डमा कति महिला चाहिँ टुर गाइड गरिरहनु भएको छ, टेन्टेटिभ एउटा कुरो भयो। अनि अर्को चाहिँ अब तपाईँले नयाँ आउनेलाई चाहिँ कसरी प्रोत्साहन गर्नुहुन्छ भनेको? महिला अहिले टुर गाइड त धेरै बढेछ, नबढेको हुन हाम्रो पालामा, हाम्रो पालामा त गर्नै पर्छ होइन। फोन आयो भने जापानिजको फोन मलाई आउँछ तर उहाँलाई आउँछ होइन। त्यो भएर चाहिँ अहिले त धेरै बढ्नु भएको छ, बढे तापनि उहाँहरू चाहिँ यो चाहिँ खुसीको पनि कुरा हो कि महिलाहरू आउनु भनेको खुसीको कुरा। एउटा आय स्रोत महिलाले कमाएपछि घरमा पनि राम्रै हुन्छ, किनभने उहाँको हस्बेन्डले पैसा दिनु परेन, उहाँले आफ्नै अनुसार खर्च गर्नु पायो भने चाहिँ राम्रै कुरा हो। तर यो पेसामा चाहिँ अब यो महिलाहरूको अलिकति समस्या के भने कुनै ठाउँमा चाहिँ बिहा गरेपछि त्यसले छोड्नुपर्ने, बच्चा हुन्छ बच्चालाई गर्नु पऱ्यो भने छोड्नुपर्ने, यो चाहिँ समस्या छ। तर समस्यालाई उहाँले सम्भावनामा ढाल्यो भने त्यो पनि सम्भव छ होइन। समस्यामा समस्या हो, तर समस्याले सम्भावना गऱ्यो भने राम्रो भन्नु दिदी, समस्यालाई सम्भावनामा ढाल्नु पर्यो। त्यो चाहिँ हामीले अब महिला भएर गर्न नसक्ने त होइन रहेछ क्या, महिला भएर होइन हामी चाहिँ गर्न सक्छौँ। तर अब अहिलेको हाम्रो नेक्स्ट जेनेरेसनको बहिनीहरूलाई चाहिँ यो पेसा चाहिँ अति के भन्छ त्यो अति राम्रो पेसा भयो मेरो विचारमा त होइन। किनभने हामीले अब कति मान्छे भेट्छौँ नि, हामी कहिले जापानिज भेट्छौँ, कोही चाइनिज भेट्छौँ, कहिले होइन संसारको मान्छे भेट्छौँ होइन। अरू पेसामा चाहिँ यो कमी हुन्छ होइन। हामीले आफ्नो अरूभन्दा नि हाम्रो आफ्नो देशको बारे भन्न पाउँछौँ एउटा कुरा। त्यसो भएर चाहिँ यो पेसा नराम्रो होइन, तर हामी चाहिँ महिलाहरूले आफ्नो ठाउँमा बसेर गर्नुपर्छ। गऱ्यो भने चाहिँ यो पेसा घरले पनि सपोर्ट गर्छ, नगर्ने त अब कमै होला अहिले। तर मेरो केसमा चाहिँ उहाँले त धेरै सपोर्ट गर्नुहुन्छ। त्यो भएर म यति आउनु भनेको, यतिसम्म गर्नु भनेको उहाँले सपोर्ट नै हो होइन। न त चाहिँ एउटा चाहिँ नेवारको बच्चा होइन बोल्न पनि डराउने हो होइन, यति चाहिँ उहाँले नै गरेर गर भनेपछि त त्यो भएर चाहिँ यतिसम्म आउनु सकेको हो। तर मेरो जस्तो अरूसम्म हुँदैन, नभए पनि तपाईँलाई समस्या कहाँ पर्छ आउनुहोस्, हामी चाहिँ तपाईँलाई अब टेक्निक बनाउँछौँ कसरी गर्ने कस्तो गर्ने, त्यो गरेपछि तपाईँलाई हुँदैन होला जस्तो लाग्छ। अहिले कतिजना जति होला दिदी महिलाहरू? मैले अस्ति गर्दाखेरि 50+ छ, 50+ 60 कति छ होइन। अब हाम्रो मार्केटमा चाहिँ 25-30 होला मार्केटमा। मार्केटमा 30 जना जति मात्र हो अहिले? 30-40 जना बढी जस्तो लाग्छ दिदी होइन? होइन होला त्यति मात्र हुन्छ होइन, मलाई त्यो देख्दा खुसी लाग्छ। 60 जति जस्तो लाग्यो मैले सबै गर्दाखेरि। टोटलमा त होइन, हाम्रो चाहिँ मेम्बरमा टोटलमा त हो दिदी। अब यो टोटलको कुरो गरिरहनु पर्दाखेरि नाथमले जुन ट्रेनिङ दिइरहेछ होइन, अब ट्रेनिङको नम्बर हेऱ्यो भने मोर देन अब 5 पुगिसक्यो होला, 5000 भइसक्यो होला। तर टुरगानमा चाहिँ अब तपाईँले 1000 पनि मेम्बर छैन भन्दाखेरि त त्यो ग्याप चाहिँ कसरी मेन्टेन गर्ने दिदी? अब मलाई त त्यो एउटा पनि अचम्मै लाग्छ कि मलाई चाहिँ। हुन त हो, तपाईँले भन्नुभएको कुरा हो होइन। हामीले उसलाई ग्राब गर्न नसक्यो कि केही कमजोरी भयो कि होइन, त्यो चाहिँ हो। तर चाहिँ उहाँहरूले पनि कुनै चाहिँ यो सोखलाई पनि आउने भएर कोही विदेशमा होला, कोही कता होला, कोही आफ्नै बिजनेसमा होला होइन। ट्रेनिङ लियो, म बिजनेस गऱ्यो भने होइन, 2-4 मैले पनि भेटेको छु। ट्रेनिङ चाहिँ मजा छ। एउटा यो पनि मलाई एकदमै रमाइलो लागेको कुरो के भने, अब मैले पनि ट्रेनिङ ल्याएको छु भनेर कार्ड चाहिँ देखाउनुहुन्छ होइन, फिल अर्को हुन्छ। अब त्यो कार्डको औचित्य चाहिँ के, कसरी लिने, कसरी मान्ने भयो क्या मलाई? होइन, त्यो चाहिँ उहाँहरूको अब सोख हो, उहाँले काम कम्प्लिट गर्न पाइयो। उहाँको अब काम गरेन भने त उहाँलाई चिने पनि कसले भएन होइन। त्यो भएर चाहिँ उहाँहरूले अब ट्रेनिङ लियो, ट्रेनिङ नआएको पनि होला, उहाँलाई मन नलागे पनि होला होइन। तर चाहिँ टुरगानमा चाहिँ जोड्नु चाहिँ पर्छ, टुरगान मेम्बर चाहिँ बन्नुपर्छ। मेम्बर बन्यो भने राम्रो हुन्थ्यो। होइन, मेम्बर बन्यो भने उही बलियो हुन्छ कि होइन। किनभने म चाहिँ टुरगानको मेम्बर छ, म चाहिँ एसोसिएसनको मेम्बर छ है,
भनेर भन्न पाइन्छ। एसोसिएसनसँग आबद्ध छु र मैले चाहिँ अब भोलि मेरो आवाज चाहिँ एसोसिएसन मार्फत चाहिँ राख्न सक्छु भन्ने चाहिँ क्लियर हुन्छ हो। अब हामी मेम्बर नभएकोलाई चाहिँ अब सुन्न अलिकति हामीले सुन्न गाह्रो मान्छ होइन। मेम्बरलाई हामी प्रायोरिटी दिन्छौँ पहिलो प्रायोरिटी होइन। अरूको पनि गाइडको हामी सुन्छौँ सुन्न त सुने तापनि अब मेम्बर बन्दाखेरि चाहिँ आफै बलियो हुन्छ कि। एउटा गाइडको त्यस्तै भयो होइन। एउटा सानो कुरामा उहाँको चाहिँ समस्या भएछ, मैले 10 चोटि गरेर मेम्बर बन्न आऊ भने होइन दिदी आउँछु भन्छ होइन। सबै कुरा पठाउन आएन, तर उसलाई समय आयो टु पैसा दियो। समस्या आएपछि चाहिँ मेम्बर भयो, तुरन्त एकैछिनमा। उसलाई चाहिँ इन्टरनेसनली दबाब आएछ, हामीले पठायो, नाटासाटा सबै आएछ कि। दिदी यस्तो समस्या पनि आउँछ जस्तै अब म हुन त अहिले मैले पनि अब त्यस्तो अलिअलि फिल त गरेँ होला होइन, तर मलाई चाहिँ त्यस्तो फिल भएको छैन। तर मलाई के लागिरहेको भने तपाईँले इन्टरनेसनली दबाब आयो भन्नुभयो होइन, इन्टरनेसनली पनि त्यस्तो केही समस्या दबाब आयो, उसको देशको के समस्या भएर छ अनि तिम्रो चाहिँ यो गाइड चाहिँ लिगल हो कि होइन भनेर सोधेर पठाएको छ। अनि त्यो चाहिँ टुर गाइडलाई नै अनि हामीले सबै उसको चेक गरेर होइन चिनेकै मान्छे हो, काम गरिरहेको मान्छे हो होइन, तर चाहिँ हामीले सबै चेक गरेर चाहिँ उहाँ चाहिँ हो यो चाहिँ हाम्रो लिगल गाइड हो भनेर पठायो। अनि केही भएन समस्या। अब त्यति यसो गरौँ न, त्यो अब यो कुरा त हामी जति गरे पनि लामो नै हुने हो होइन। मलाई लागिरहेको कुरा पनि अलिअलि मैले भनिहालेँ त्यसलाई। तर अबको अलिकति तपाईँले भन्नुभयो नि टुर गाइडमा आउनु भएको छ, अब हामी पनि आशावादी छौँ। सँगसँगै अब आउने गाइडहरूलाई त्यो तपाईँले कस्तो मेसेज दिन चाहनुहुन्छ क्या? अब इभन मलाई पनि अब म पनि यो फिल्डमा लागेको 2 दशक त भएको छैन, 1 दशक त नाग्यो, तर के भन्छ नि 10 वर्ष काम गरेर फिल त गरे होला नि हैन, त्यो त एकदमै छ होइन। तर आज तपाईँ टुर गाइडको प्रेसिडेन्ट, अब बाँकी टुर गाइडहरू भनौँ न जो यो टुर गाइडमा मेम्बर लिएको छैन वा जसले चाहिँ अब गाइड गर्नु भएको छैन वा गाइड गर्ने क्रममा हुनुहुन्छ, उहाँलाई के मेसेज दिन सक्नुहुन्छ नि तपाईँले त? अब होइन उहाँहरूलाई चाहिँ मेसेज त हुन्छ होइन। अब हामीले चाहिँ यो टुर गाइड भनेपछि यो एकदम सेन्सिटिभ पेसा हो हाम्रो, सेन्सिटिभ पेसा भएर हामीले चाहिँ एकदम इमान्दारितापूर्वक गर्नुपर्छ यसमा होइन। त्यो भएर चाहिँ यो यदि इमान्दारितापूर्वक गऱ्यो भने उहाँको भविष्य पनि हुन्छ होइन, हाम्रो नाम पनि रहन्छ, हाम्रो देशको नाम पनि अब पब्लिस हुन्छ। त्यो भएर चाहिँ यदि चाहिँ सहन शक्ति छ भने होइन, उहाँको सहन शक्ति छ, उहाँलाई चाँडै कमाउनु छ होइन, उहाँलाई राम्रो होइन, चाँडै छैन यसमै लाग्छु म चाहिँ देशको बारे केही भन्छु, केही मलाई यस्तो भन्नु मन लाग्छ भने यो पेसामा राम्रो छ होइन। अलिअलि गर्ने यताउता गर्ने भए चाहिँ यो पेसा अलि राम्रो हुँदैन। त्यो भएर चाहिँ तपाईँले यसमा चाहिँ एकदम इमान्दारिता साथ काम गर्नुभयो भने यो पेसा जस्तो राम्रो पेसा अरू देखेन मैले नेपालमा। किनभने पैसा पनि पाउने, हाम्रो इज्जत पनि पाउने, आफ्नो देशको बारे पनि भन्न पाउने, आफ्नो देशलाई चाहिँ कसरी चिनाउनु पाउने होइन। कुनैले चाहिँ अब बुद्ध के इन्डियामा जन्मेको छ भनेर कतिले हामीलाई भने पनि छ होइन, तर त्यसमा चाहिँ हामीले विवाद पनि गर्न पाउने होइन है। नेपालमा यसरी जन्मेको छ होइन कि हामी कन्भिन्स गराएर नेपालमै जन्मेको भन्न पाउने होइन, त्यसरी हो नि त। त्यो भएर चाहिँ यो पेसा जस्तो अरू पेसा होइन, अब आफ्नै यो पेसा भएको अरू अब शिक्षक भएर पनि के विद्यार्थीले मात्र हो, तर हामीले त दिनदिनै हामीले त विभिन्न किसिमको मान्छे देख्छौँ। कहिले राम्रो होइन, कहिले कति ठुल्ठुलो मान्छे पनि भेट्छौँ, कहिले कतिको धनी मान्छे पनि भेट्छौँ। त्यो भएर चाहिँ यो पेसा विभिन्न देशको विभिन्न भेट्छौँ हामी। त्यो भएर चाहिँ यो पेसालाई चाहिँ तपाईँहरू एकदम के अरे यो व्यवस्था नगरिकन राम्रोसँग गऱ्यो भने यो पेसा जस्तो गौरव पेसा अरू छैन जस्तो लाग्छ। त्यो भएर चाहिँ यसमा चाहिँ तपाईँहरू आउनुहोस्, ट्रेनिङ लिनुहोस्, ट्रेनिङको सदुपयोग गर्नुहोस् र तपाईँहरूले चाहिँ आफ्नो देशको बारे केही चाहिँ आफ्नो भन्ने अवसर नगुमाउनुहोस्। मैले देखेको चाहिँ अब नाटामा अब हरेक ट्राभल एजेन्सीको टिम त हुन्छ, तर त्यो आइटिनेरीहरूमा चाहिँ अलिकति मोडिफाई गर्न पर्छ जस्तो लाग्छ कि मलाई चाहिँ दिदी होइन। अब दिदीले के भन्नुहुन्छ थाहा छैन, तर मलाई चाहिँ त्यो आइटिनेरी नै अलिकति अब पहिलाको जस्तो चाहिँ अब मान्छेले मन पराउँदैन क्या। अब जस्तो अस्ति मैले गेस्ट घुमाएँ, गेस्टले चाहिँ के भन्यो भने कतिले मलाई डिप मात्र भन्छ होइन, डिप नो मोर टेम्पल भन्यो क्या होइन। अब टेम्पल नै देखाउने हो काठमाडौँ भ्यालीमा, नो मोर टेम्पल भने चाहिँ मैले के देखाउने भन्ने हुन्छ। भलै मैले लाइफस्टाइल देखाएँ त्यो आफ्नो ठाउँमा छ होइन, तर उसको आइटिनेरीमै मन्दिरको ब्रिफिङ हुन्छ, सबै हुन्छ। अब त्यसलाई चाहिँ अलिकति मोडिफाई गर्ने
त्यो चाहिँ अब हामीले पनि भन्नुपर्छ होइन अब आफूलाई समस्या पर्छ त भन्नुपर्छ उहाँले यस्तो भन्यो भनेर उहाँलाई जानकारी दिनुपर्छ तर मैले पनि सुनेको छु किन मलाई टेम्पल एउटै बनाइन्छ हुँदैन म टिक्क लाग्यो भन्ने हुन्छ तर विशेषता एउटै छ अलिकति चेन्ज ल्याउनु पर्छ भन्ने आइटिनेरीमा चाहिँ अब उहाँहरूले कस्तो खोजेछ पहिला गाइड मैले चाहिँ त्यो दिन खोजेको क्या दिदी हैन अब मेसेज त दिनुपर्छ हामीले त्यो भएर चाहिँ उहाँहरूले पनि पहिला सुरुमा चाहिँ गाइडलाई के अरे यो गेस्टलाई चाहिँ के सोध्नुपर्छ भने तिम्रो चाहिँ के इन्ट्रेस्ट छ होइन हिमाली इन्ट्रेस्ट हो कि लाइफस्टाइल इन्ट्रेस्ट हो कि अब यहाँको चाहिँ नेवारी खानाको इन्ट्रेस्ट हो कि छ नि धेरै किसिमको उहाँको त्यो सोधेर गरेपछि अनि राम्रो हुन्छ उनीहरूलाई पनि त्यो चाहिँ उहाँ फर्स्टै सोध्नु पर्थ्यो कुन के हेर्न आउनु नेपालमा दिदी हामी लामो समय पनि बस्यौँ जस्तो छ होइन यसलाई अब ऱ्यापअप गर्दाखेरि समग्रमा चाहिँ नेपालको टुरिज्म चाहिँ कस्तो भइरहेछ र यसलाई अझै के गर्न सकिन्छ जस्तो लाग्छ दिदी तपाईँलाई नेपालमा त सम्भावना धेरै छ होइन सम्भावनै भएको देश भन्छु म त यो होइन किनभने नेचुरल त्यतिकै छ हामीसँग मन्दिरहरू त्यतिकै छ जहाँ गयो त्यहीँ अब हाम्रो लाइफस्टाइल त्यतिकै छ होइन भाषा होइन त्यत्रो भाषा भएको ठाउँ त्यत्रो हाम्रो चाहिँ के हाम्रो कास्टहरू भएको ठाउँ होइन त्यसको सम्भावना धेरै छ कसरी गर्ने भन्ने मात्र हो तर चाहिँ यो नेपालको टुरिज्मलाई चाहिँ हामीले धेरै विकास गर्न सक्छौँ अहिले पनि नसक्ने होइन हामी अब म टिबेट गएँ टिबेटमा जाँदाखेरि एउटै टेम्पल एउटै स्टाइलको टेम्पल होइन टिबेटमा त अब बुद्धिज्मै भन्नु त बुद्धिज्म मात्र टेम्पल अलिअलि फरक होला तर टेम्पल त्यही मात्र अरू केही देख्न पाउँदैन हाम्रो त अब भक्तपुर गयो भने होइन नेवारी स्टाइलको लाइफस्टाइल भयो त्यहाँबाट मन्दिर भयो त्यहाँबाट चाहिँ विभिन्न किसिमको मन्दिर त्यो पनि होइन त्यहाँबाट अनेक किसिम बनाइराखेको भयो अब लिभिङ हेरिटेज भयो त्यसरी चाहिँ सबै कुरा भएर हामीले चाहिँ यसलाई एकदम हाम्रो देशले पनि हामीले मात्र होइन कि हाम्रो सरकारले पनि पर्यटनलाई चाहिँ अहिले पहिलो व्यवसायमा होइन पहिलो चाहिँ के उद्योगमा राख्नु पायो भने चाहिँ यो राम्रै हुन्छ यो किन सबैलाई हुने हो कि पर्यटन भनेको त त्यति लगानी गर्नुपर्ने विषय होइन फेरि सर्भिस दिने हो हामी उहाँले पनि धेरै लगानी गर्नुपर्ने यसमा होइन तपाईँले हायर गरेर तपाईँले यस्तो भयो उहाँले पनि धेरै लगानी गर्ने उहाँको दिमाग उ गर्ने हो ल यो आइटिनेरी छ सर्भिस दिने हो भने हामीले त्यो भएर चाहिँ यो पेसालाई चाहिँ हाम्रो पहिलो पेसै बनाउनुपर्छ यो पर्यटन होइन हामी चाहिँ अरूमा भन्दा यो पहिलो पेसा भएपछि त्यसै सबल हुँदछ है अब यहाँ थाइल्यान्ड त्यसै विकास भएको हो होइन अहिले भेटनाम भइरहेछ होइन श्रीलङ्का भयो हो कि त्यो भएर चाहिँ नेपाललाई त्यो विकास गर्नलाई अरूभन्दा चाहिँ नेपालमा धेरै सम्भावना देखेँ मैले कि अब हाम्रोमा त ट्रेकिङको सिना ट्रेकिङ अलिकति बढी लगानी भने होटलमा मात्र जस्तो लाग्छ मलाई अब छ नि हिमालको साना हिमाल होइन अब हामी चाहिँ अक्टोबर नोभेम्बरमा यता काठमाडौँमा होइन अब त्यहाँबाट हाइकिङ त्यहाँबाट भने कति सम्भावना भएको देश अब त्यहाँ फ्लोरा पनि कति राम्रो छ होइन त्यो भएर चाहिँ बर्ड वाचिङ त फेरि कति आउँदो रहेछ बर्ड वाचिङ अब हाम्रो राष्ट्रिय निकुञ्ज त्यस्तै राम्रो छ होइन अब जनावर त्यस्तै यस्तै हामी जान्दा हेर्नु कहिले बाटोमै भेटिन्छ होइन त्यो भएर चाहिँ हाम्रो सम्भावना देशलाई कसरी हाम्रो सरकारले पनि ध्यान दिनु पर्यो हाम्रो ट्राभल एजेन्सीले ध्यान दिनु पर्यो होइन हामीसँग चाहिँ अब उहाँहरूले आइटिनेरी बनाएर हामीलाई बनाएर पनि ठिक छ उहाँहरूलाई अब हुन्छ भने हाम्रो आइडियाले पनि ठिक छ होइन त्यसरी चाहिँ सजीकरण त्यो हामी त काम गरिहाल्छौँ त्यो भएर चाहिँ त्यसरी गऱ्यो भने राम्रो हुन्छ हाम्रो सरकारकै हुनु पर्यो सबभन्दा ठुलो सरकारले दियो भने चाहिँ सरकारले चाहिँ अब सहयोग गरिदिनु पर्यो हामी त काम गरि नै रहेछौँ र टुरिज्मको फ्लो हेर्दा पनि म चाहिँ नराम्रो मान्दिनँ तर अब भलै अब एक्सटर्नल फ्याक्टरहरू जुन अब अस्तिको वारको कुराहरू होइन अब जस्तै कोरोना जुन हाम्रो हातमै छैन त्यो हाम्रो हातमै नभएको कुरामा त हामीले पनि केही पनि गर्न सक्दैनौँ होइन अब सक्ने कुरामा चाहिँ हामी फुल सपोर्ट गर्छौँ र राज्यबाट पनि हामी त्यही आशा गर्छौँ होइन दिदी हाम्रो गाइडहरूले पनि हाम्रो पेसालाई चाहिँ एकदम माथि अब देशभन्दा माथि राख्नु पर्यो होइन देशभन्दा तल देशलाई पहिला हेरेर अनि हाम्रो पेसालाई चाहिँ गर्नु पर्यो देशकै लागि सोच्नु पर्यो हाम्रो आफूभन्दा चाहिँ माथि गर्नु पर्यो होइन हाम्रो वर्ल्ड हेरिटेज साइट चाहिँ हाम्रो गाइडहरूले पनि मन्दिरको रूपमा होइन हाम्रै मन्दिरको रूपमा हाम्रो इष्ट देवताको रूपमा लियो भने त्यो जस्तो राम्रो अरू केही हुँदैन जस्तो लाग्छ भनेपछि पेसालाई नै इष्ट देवता बनाउनु पर्यो
त्यसो भयो भने चाहिँ पेसालाई नै इष्ट देवताको रूपमा अगाडि जान सक्यो भने त त्यो चाहिँ हो। म जहिले पनि मलाई लाग्छ कि म काम गर्दाखेरि म कुनै उसमा जाँदाखेरि ढगिहाल्छु कि त्यो आफूलाई भित्रबाट आउने कि रेस्पेक्ट त्यस्तो हुन्छ कि। सुरुमा त हाम्रो यो पेसाभन्दा पहिला आउँदाखेरि केही थाहा थिएन यो यस्तो यस्तो केही मतलब जस्तो लाग्छ है। तर यो पेसामा लाग्दै गएपछि यस्तो त कस्तो गरेको होला छ्या कस्तो है हाम्रो देशमा त यस्तो कस्तो संरक्षण नभएको जस्तो लाग्छ। हामीलाई त फेरि यसले पो खुवाउने रहेछ भन्ने हुन्छ कहिले संरक्षण नभएको होइन। अब हाम्रो भक्तपुरको कुरा हेर्नु त्यहाँ कस्तो राम्रो आर्ट छ होइन त्यो ढुङ्गामा कुडेको अहिले सक्छ त्यो भनौँ न होइन त्यो नै हामीलाई कस्तो लाग्छ कि त्यस्तो त्यस्तो आर्ट भएको ठाउँमा सम्भावना छैन कसै भन्ने हामी त्यो भएर चाहिँ सबै ठाउँ सम्भावना छ। अब हाम्रो चाहिँ नीति राम्रो सरकारको नीति राम्रो भयो भने टुरिज्मलाई विकासमा केही गाह्रो छैन। सबभन्दा सजिलो पेसा हो फेरि सबभन्दा सजिलो व्यवसाय हो जसलाई सबभन्दा सजिलो उद्योग के। अरूमा त अब हाम्रो चाहिँ हाइटमा चाहिँ कति लगानी गर्छ कति लगानी गर्नुपर्छ होइन सबै लगानी गर्नुपर्छ। यसमा त हामीलाई सर्भिसमा दिने हो नि त गेस्ट आयो होटलमा राख्यो होइन अनि हामीलाई हायर गर्यो सर्भिसमा त अनि हाम्रो तर त्यो सर्भिसको पनि पेमेन्ट आउने नै हो आउने हो। त्यो भएर चाहिँ यो जस्तो पेसा हाम्रो सरकारले होइन गर्नुभयो भने त्यति नराम्रो नेपाललाई चाहिँ राम्रै हुन्छ सकिन्छ धेरै सकिन्छ। नेपालमा नसकिने त होइन अलिकति यसको प्रमोसन प्लस मलाई लाग्छ अब नियम प्रमोसनलाई पनि नेपालले ट्राई नगरेको त होइन जस्तो लाग्छ तर अझै पुगेन होइन। अनि सँगसँगै होइन प्रमोसन गर्न जाँदाखेरि उहाँहरू अब 1 दर्जन 2 जना 5 दर्जन जानु आवश्यक छैन जस्तो लाग्छ कि प्रमोसन गर्न जाँदाखेरि होइन कस्ट घटाएर गयो भने त्यो त्यतिको होइन धेरै ठाउँ प्रमोट सकिन्छ त्यही पैसामा होइन। अब नजिकको देशमा गएर प्रमोट गर्न सकिन्छ त्यसो लाग्छ अब मलाई चाहिँ। हुन्छ दि अब हामी पनि छुटौँ हुन्छ धन्यवाद होइन आज यति चान्स दिनुभयो त्यसको लागि धन्यवाद होइन। तपाईँले पनि अब टुर गाइडलाई सहयोग गर्नुहोस् होइन एकदम ढोका 24 घन्टा खुला छ। तपाईँलाई जहाँ समस्या पर्नुहोस् होइन हामी तुरन्त मिटिङ बसेर के हुन्छ कसलाई सोधेर हुन्छ हामी चाहिँ यसको अब सहजीकरणतिर हामी लाग्छौँ। जोस् हामीले चाहिँ अब टुर गाइडको मेम्बर चाहिँ बढाउनु पर्यो तपाईँलाई सबैलाई चाहिँ अहिले यहीँबाट भन्छु कि टुर गाइडमा मेम्बर चाहिँ बन्न आउनुहोस्। गाइड हुने विचार भएको मान्छे होइन गाइडलाई नै पेसा गर्ने मान्छे टुर गाइडमा मेम्बर बन्न आउनुहोस्। बन्यो भने तपाईँलाई घाटा चाहिँ छैन। हस् दिदी फेरि एकचोटि तपाईँको कार्यकालको सफलताको शुभकामना धन्यवाद।